सो हेलो गाइज, वेलकम बैक इन न्यू भिडियो। सो आजको भिडियो चाहिँ उहाँहरूको लागि जो चाहिँ दुबईमा स्टडी गर्न आउँदै हुनुहुन्छ अथवा दुबई स्टडी गर्न सोच्दै हुनुहुन्छ उहाँहरूको लागि यो भिडियो चाहिँ एकदम इन्फर्मेटिभ हुनेवाला छ। आई एम नट टेलिङ द्याट दुबई इज नट गुड, बट आई विल कम्पेयर यु विच विल बी बेटर फर यर फ्युचर, यूरोपियन कंट्रीज और दुबई in terms of quality of education, in terms of college fee, in terms of cost of living, yes, in terms of culture, in terms of work after study graduation, यो सबै कुराहरु चाहिँ आजको भिडियोमा समावेश गरेको छु। सो तपाईहरुको मनमा आउन सक्छ obviously यूरोपियन कंट्री आर बेस्ट। दुबईसँग म त्यही लेभलको त्यही रेन्जको कन्ट्रीसँग म कम्पेयर गर्छु, जो चाहिँ जस्तै साइप्रसहरु भयो, माल्टाहरु हैन, त्योसँग म आजको भिडियो चाहिँ कम्पेयर गर्नेवाला छु। सो इन टर्म्स अफ क्वालिटी एजुकेसन, यूरोपियन कंट्रीज यूनिभर्सिटी आर फार बेटर एन्ड देयर सर्टिफिकेट्स आर रिकग्नाइज्ड हुन्छ, एकदम वर्ल्ड वाइड एक्सेप्टेड हुन्छ। तर दुबईमा चाहिँ 3-4वटा युनिभर्सिटी छ जुन चाहिँ वर्ल्ड वाइड एक्सेप्ट होला, तर युनिभर्सिटी हेरी चाहिँ डिपेन्ड गर्छ, त्यो चाहिँ इट्स डिपेन्ड अन द युनिभर्सिटी। सो नेक्स्ट कम्पेरिजन चाहिँ कलेज फी गऱ्यौँ भने यूरोपियन कंट्रीज र दुबईको बिचमा कम्पेयर गऱ्यौँ भने दुबईको 1 वर्षको कलेजको फी ब्याचलर मास्टर गरेर ब्याचलर मास्टर छुट्टै तर सेम रेन्जमा त्यतिमै गर्यो भने ठ्याक्क 12 देखि 15 लाख चाहिँ 1 वर्षको दुबईमा तपाईको खर्च लाग्छ। 1 वर्षको कलेज फी मात्रै हुन्छ दुबईमा हैन। त्यो भनेको दिराममा 35,000 दिरामदेखि 40,000 दिराम चाहिँ तपाईको 1 वर्षको कलेज फी हुन्छ दुबईमा। अब तपाई ब्याचलर गर्दै हुनुहुन्छ भने 4 वर्ष पढ्नु पर्यो, मास्टर गर्दै हुनुहुन्छ भने त्यो अनुसारको तपाईको डिपेन्ड गर्छ, त्यो अनुसार 1 वर्षको मास्टर हो कि 2 वर्षको, कति वर्षको मास्टर हो, दे डिपेन्ड अन अपन दैट द टाइमिङ। सो यूरोपियन कंट्रीमा चाहिँ कलेज फी चाहिँ दुबईको भन्दा एकदम हाफ छ। 500 देखि स्टार्टिङ हुन्छ, 500 युरो। 500 युरो भनेको नेपाली कति भयो, 7-8 लाख जति भयो। सो ठ्याक्क तपाई यतिकै थाहा पाउनुहुन्छ दुबईमा 1 वर्षको कलेज फी 12 देखि 15 लाखको बिचमा छ भने यूरोपियन कंट्रीमा 8 लाख देखि स्टार्ट भइरहेछ। सो यूरोपियन कंट्री इज बेटर इन टर्म्स अफ कलेज फी। सो अर्को नेक्स्ट कुरा गरौँ कस्ट अफ लिभिङ। कस्ट अफ लिभिङ दुबईको अलि सस्तो हुन सक्छ यूरोपियन कंट्री भन्दा। सो कस्ट अफ लिभिङ डिपेन्ड गर्छ केमा, अब अर्निङमा। पार्ट टाइम जब, अब पार्ट टाइम जबहरुको, अब स्टडीको बिचमा पार्ट टाइम जब, एब्रोड स्टडीको बिचमा त पार्ट टाइम जब त गर्नै पर्यो। सो पार्ट टाइम जब अपर्च्युनिटी चाहिँ which country gives more part time opportunity? So I prefer यूरोपियन कंट्रीज। यस, यूरोपियन कंट्रीहरुले पार्ट टाइम जब त्यहाँ अफर धेरै गर्छन् र त्यहाँ पार्ट टाइम जब पाउन चाहिँ अलिकति राम्रो छ र स्यालेरीहरु पनि राम्रो हुन्छ त्यहाँ यो दुबई भन्दा। किनभने दुबईको कम्पेरिजनमा दुबईमा तपाई यदि पार्ट टाइम जब खोज्न अलिकति लास्टै गाह्रो नै छ, किनभने यहाँ चाहिँ यहाँको कम्पनीहरुले फुल टाइम जब दिने नै अलिकति एउटा त्यो अनुसारको इन्भाइरोमेन्ट क्रिएट गरेको छ। पार्ट टाइम जब खासै पाउँदैन। पार्ट टाइम जब पाए पनि 50,000 त म्याक्सिमम भयो, 40-50,000 को रेन्जमा तपाईले पाउन सक्नुहुन्छ दुबईमा। तर यूरोपियन कंट्रीहरुमा तपाईले त्यो अनुसारको माथि पनि तपाई आफ्नो स्किल अनुसार कमाउन सक्नुहुन्छ। सो अब कुरा गरौँ भिसा आफ्टर ग्रेजुएसन। तो सो पीएसडब्ल्यू चाहिँ तपाईको दुबईमा चाहिँ पीएसडब्ल्यू त्यस्तो केही पनि छैन। तपाईले आफैले स्पोन्सर गर्नुपर्छ, आफैले स्पोन्सर गरेर यहाँ जब सब खोज्नुपर्ने हुन्छ हैन। र यूरोपियन कंट्रीहरुमा चाहिँ वर्क परमिट चाहिँ तपाईको पीएसडब्ल्यू चाहिँ तपाईको यूरोपियन कंट्रीमा 1 वर्षदेखि 3 वर्षको बिचमा छ हैन। कंट्रीहरु अनुसार डिफ्रेन्ट हुन्छ। कुनै वर्षमा कुनै कंट्रीमा 1.5 वर्ष, कुनै कंट्रीमा 2 वर्ष, 3 वर्ष समेत यो कंट्री अनुसार फरक तपाईहरुले पोलिसीहरु पाउन सक्नुहुन्छ पीएसडब्ल्यू को। पीएसडब्ल्यू भनेको स्टडी सकेपछि तपाईले काम गर्न पाउने ड्युरेसन हो यो। सो र दुबईमा पीएसडब्ल्यू भन्ने केही पनि त्यस्तो केही पनि हुँदैन। सो अब कुरा गरौँ हामी इन्टर्नशिपको। सो आफ्टर ग्रेजुएसन तपाईं यदि इन्टर्नशिप गर्न दुबईमा खोज्दै हुनुहुन्छ भने हस्पिटलिटी म्यानेजमेन्ट, हस्पिटलिटी ब्याकग्राउन्डको हुनुहुन्छ भने तपाईले टन्नै पाउनुहुन्छ इन्टर्नशिप अपर्च्युनिटीहरु। तर अरूतिर चाहिँ युनिभर्सिटी अनुसार फरक त्यो पर्न सक्छ। त्यो खासै त्यति साइन्टिफिक रिसर्चेसहरु त्यति यहाँ छैन। सो रिसर्च बेस
रिसर्चको बेसमा भन्नुपर्दा तपाईँले यहाँबाट अरू कन्ट्री नै इन्टर्नसिपको लागि जानुपर्ने हुन्छ। दुबईमा त्यस्तो खासै त्यति छैन। सो तर युरोपियन कन्ट्रीहरूमा इन्टर्नसिपको लेभल चाहिँ एकदम राम्रो छ। रिसर्च बेस चाहिँ स्टडीहरू एकदम त्यहाँ छ। सो यु क्यान ग्राब मोर अपर्च्युनिटी इन इन्टर्नसिप इन युरोपियन कन्ट्रिज। सो अब कुरा गरौँ कल्चरको। सो कल्चर डाइभर्सिटी तपाईँले युरोपतिर धेरै पाउनुहुन्छ। कल्चर डाइभर्सिटी यहाँ पनि छ तर अलिक कन्जर्भेटिभ छ। दुबईमा कल्चर डाइभर्सिटी छ, डिफ्रेन्ट कन्ट्रीहरूको तपाईँ कल्चरहरू पाउन सक्नुहुन्छ तर अलिकति कन्जर्भेटिभ छ मुस्लिम कन्ट्री भएको हुनाले। सो युरोपियन कन्ट्रीहरू चाहिँ कल्चर डाइभर्सिटी चाहिँ एकदम कल्चर डाइभर्सिटी हो। सो अब कुरा गरौँ त्यहाँ ल्याङ्ग्वेज। सो सबभन्दा ठुलो कुरा चाहिँ ल्याङ्ग्वेज ब्यारियरको हुन्छ। ल्याङ्ग्वेज ब्यारियर चाहिँ तपाईँको युरोपियन कन्ट्रीमा तपाईँले फेस गर्न सक्नुहुन्छ किनभने युरोपियन कन्ट्रीहरूमा त्यहाँको लोकल ल्याङ्ग्वेजहरू धेरै चल्ने गर्छ। एन्ड लोकल ल्याङ्ग्वेज तपाईँले सिक्नुभयो भने अलिक तपाईँलाई मोर बेनिफिटहरू हुनसक्छ इन टर्म्स अफ योर एजुकेसन, इन टर्म्स अफ योर वर्क। तर दुबईमा चाहिँ लोकल ल्याङ्ग्वेज अरबिक ल्याङ्ग्वेज अभियसली अरबिक ल्याङ्ग्वेज हो तर हरेक इन्डस्ट्रीमा हरेक फिल्डमा चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज इज कम्पलसरी हो र म्यान्डेटरी हो। सो इङ्ग्लिस सबैतिर तपाईँले युज गर्न सक्नुहुन्छ दुबईमा। सो गाइज अब चाहिँ कम्पेरिजनको बिच लास्टमा हामी आइसक्यो र कन्क्लुड गर्दाखेरि युरोप इज द बेस्ट फर यु। यदि तपाईँ दुबई पढ्न आउँदै हुनुहुन्छ भने एज योर विस, म भन्दिनँ कि दुबई नआउनु, तर यो सबै कुरा बुझेर तपाईँ यदि त्यति खर्चमै यदि तपाईँ युरोपियन कन्ट्रीहरू राम्रो ठाउँमा यदि राम्रो डेस्टिनेसनमा जान सक्नुहुन्छ भने वाइ नट युरोपियन कन्ट्रिज। सो आजको भिडियो यति नै। भेटौँ नेक्स्ट भिडियोमा। तबसम्मको लागि टेक केयर एन्ड बाई बाई।